आज हामी आधुनिक नेपालका संस्थापक पृथ्वीनारायण शाहको जीवन र उनको विरासतको कथालाई नजिकबाट निहाल्नेछौँ। यो इतिहासको एउटा निकै महत्त्वपूर्ण प्रश्न हो। कसरी फरक फरक राज्य, संस्कृति र मानिसहरू एउटै पहिचानमा बाँधिन्छन्। र नेपालको कथामा त्यो एक व्यक्ति थिए, गोर्खाका राजा पृथ्वीनारायण शाह। उनको कथा बुझ्नुभन्दा पहिले आउनुहोस् त्यो समयको नेपाल कस्तो थियो त्यसलाई बुझौँ, जुन आजको नेपालभन्दा बिल्कुलै फरक थियो। पृथ्वीनारायण शाहको उदयअघि अहिलेको जस्तो एउटै नेपाल भन्ने अवधारणा नै थिएन। यो भूमि त साना साना राज्यहरूमा टुक्रिएको थियो। पश्चिममा 2200 र 2400 अर्थात् 22 र 24वटा रजौटाहरू थिए। अनि काठमाडौँ उपत्यका आफैमा कान्तिपुर, पाटन र भात गाउँका 3 मल्ल राजाहरूबीच बाडिएको थियो। अवस्था कस्तो थियो भने यी राज्यहरूबीच सधैँ कुनै न कुनै कुरामा झगडा, प्रतिस्पर्धा र लडाईँ चलिरहन्थ्यो। यस्तो अस्थिर भूमिमा एकीकरणको सपना देख्नु नै लगभग असम्भव जस्तै थियो। हो, यही टुक्रिएको राजनीतिक अवस्थाको बीचमा एक यस्ता शासकको उदय भयो जसको जन्म र बाल्यकाल हेर्दा उनले यति ठूलो इतिहास रच्नेछन् भन्ने कुनै सङ्केत नै थिएन। रमाइलो कुरा के छ भने पृथ्वीनारायण शाह भाग्यले राजा बनेका थिए। उनी समय अगावै अर्थात् 7 महिनामै जन्मेका थिए। वास्तवमा उनीभन्दा पहिले उनका सौतेनी दाई वृन्दकेशर शाह थिए। तर दाईको सानै उमेरमा मृत्यु भएपछि मात्र पृथ्वीनारायण शाह गोर्खाको राजगद्दीका लागि एक्लो उत्तराधिकारी बन्न पुगे। उनको शिक्षाको जिम्मा उनकी सौतेनी आमा रानी चन्द्र प्रभावतीले लिइन्। उनले पृथ्वीनारायणलाई घोडा चढ्न, धनु चलाउन र तरवारबाजी जस्ता युद्धकला मात्र सिकाइनन्, बरु राजनीति, कूटनीति र महाभारत जस्ता ग्रन्थहरूको गहिरो ज्ञान पनि दिइन्। यही शिक्षाले उनलाई युद्धको मैदान र दरबार दुवैका लागि तयार गर्यो। अब उनको जीवनसँग जोडिएको एउटा निकै चर्चित किंवदन्तीको कुरा गरौँ, जसले उनको भविष्यको बाटो देखाएको मानिन्छ। भनिन्छ बाल्यकालमा जङ्गलमा उनको भेट गुरु गोरखनाथसँग भएको थियो। ती साधुले उनीसँग दही मागे। पृथ्वीनारायणले दरबारबाट दही ल्याइदिए। गोरखनाथले त्यो दही खाए र फेरि बमन गरेर त्यही दही पृथ्वीनारायणलाई खान आग्रह गरे। बालक पृथ्वीनारायणलाई यो देखेर घिन लाग्यो। उनले त्यो खान मानेनन् र त्यो दही उनको खुट्टाका औँलाहरूबाट हुँदै भुइँमा पुग्यो। त्यसपछि गोरखनाथले भविष्यवाणी गरे, तिम्रो पाइलाले जहाँ जहाँ छुनेछ ती सबै भूमि तिमीले जित्नेछौ। यही भविष्यवाणी उनको विजय अभियानको लागि एक शक्तिशाली प्रेरणा बन्यो। खैर, भविष्यवाणीले प्रेरणा त दियो होला, तर उनको सफलताको वास्तविक कारण थियो उनको बलियो इच्छाशक्ति र सबैभन्दा महत्त्वपूर्ण असफलताबाट सिक्ने अद्भुत क्षमता। 1743मा 20 वर्षको उमेरमा राजा बनेपछि उनले तुरन्तै एकीकरण अभियान सुरु गरे। तर नुवाकोटमाथिको उनको पहिलो आक्रमण नराम्रोसँग असफल भयो। यो हार उनको लागि एउटा ठूलो पाठ थियो। यो हारले पृथ्वीनारायण शाहलाई निराश बनाएन, बरु आफ्नो सेनाको कमजोरी के हो भनेर महसुस गरायो। उनले बुझे कि जोसले मात्र युद्ध जितिँदैन, त्यसैले उनी हतियार र सैन्य ज्ञानको खोजीमा बनारससम्म पुगे। त्यहाँबाट फर्केर उनले आफ्ना सैनिकहरूलाई आधुनिक तालिम दिए, हतियार बनाउने कारखाना खोले र सैनिकहरूलाई जग्गा दिएर अर्थव्यवस्था पनि बलियो बनाए। यहाँ हेरौँ त उनको सुधारले सेनामा कस्तो कायापलट ल्यायो। पहिलेको कमजोर र परम्परागत विधिमा भर पर्ने सेना अब बनारसबाट ल्याइएका आधुनिक हतियार, विदेशी विशेषज्ञहरूको तालिम र बलियो आर्थिक प्रणालीले सुसज्जित थियो। अब यही नयाँ र सुधारिएको सेनाको साथमा पृथ्वीनारायण शाह आफ्नो जीवनको सबैभन्दा ठूलो लक्ष्य काठमाडौँ उपत्यका जित्ने अभियानतर्फ अघि बढे। उनको रणनीतिक सुधारको नतिजा देखिन धेरै समय लागेन। पहिलो हारको ठिक 1 वर्षपछि उनको यही सुधारिएको सेनाले सफलतापूर्वक नुवाकोटमाथि विजय हासिल गर्यो। यो विजय त केवल सुरुवात थियो। त्यसपछि उनले काठमाडौँ उपत्यकाका 3वटै मल्ल राज्यहरूलाई जिते, नेपालको सिमानालाई पूर्वमा मेची नदीसम्म पुर्याए र गोर्खाबाट राजधानी काठमाडौँ सारे। उनले यो नयाँ राज्यलाई असल हिन्दुस्तान अर्थात् हिन्दूहरूको वास्तविक भूमि भनेर नाम दिए, जुन त्यसबेला बढ्दो विदेशी प्रभाव विरुद्ध एक बलियो सांस्कृतिक र राजनीतिक सन्देश थियो। पृथ्वीनारायण शाह एक विजेता मात्र थिएनन्, उनी एक दूरदर्शी राजनेता पनि थिए। उनको विरासत युद्धका मैदानमा मात्र सीमित छैन, त्योभन्दा पर उनका उपदेशहरूमा फैलिएको छ। आफ्नो जीवनको अन्त्यतिर उनले दिएको दिव्योपदेशमा उनको दर्शन प्रष्ट देखिन्छ। उनले भनेका थिए, यो राष्ट्र कुनै एक व्यक्तिको मेहनतले बनेको होइन, बरु यो सबै जात जातिको साझा फूलबारी हो।
यसले एउटा समावेशी र विविधताले भरिएको राष्ट्रको परिकल्पना गर्छ। 1775मा उनको मृत्यु भयो, तर उनको सपना रोकिएन। उनको दृष्टिकोण यति शक्तिशाली थियो कि उनका उत्तराधिकारीहरू छोरा प्रताप सिंह शाह, रानी राजेन्द्र लक्ष्मी र बहादुर शाहले यो अभियानलाई निरन्तरता दिए। उनीहरूकै नेतृत्वमा नेपालले आफ्नो सबैभन्दा ठूलो भौगोलिक विस्तार हासिल गर्यो। पृथ्वीनारायण शाहले छरिएका टुक्राहरूलाई जोडेर एउटा राष्ट्रको जग त बसाले, तर यो कथाले एउटा महत्त्वपूर्ण प्रश्न छोडेर जान्छ। राष्ट्रको निर्माण एक संस्थापकले गर्ला, तर त्यसलाई जीवन्त राख्ने र जोगाउने जिम्मा आखिर कसको हो?